मेरो नाम चाहिँ स्वप्निल सुल्पिया। म चाहिँ एज अ म्यानेजिङ डिरेक्टर इलाइट लजिस्टिक्समा लास्ट 1.5 इयर्सदेखि छु। इलाइट्स लोजिस्टिक्स सुरु गर्नुको प्रेरणा के थियो र यो यात्रालाई तपाईँ कसरी अनुभव गर्नुहुन्छ? इलाइट्सको कुरा गर्दाखेरि चाहिँ मैले चाहिँ लाइक फर्स्ट हाम्रो जुन मिटिङ थियो त्यो जहिले पनि म त्यो याद गर्छु होइन। अनि त्यसमा चाहिँ हाम्रो के थियो भन्दाखेरि लाइक एउटा सानो रुम, अराउन्ड 5x6 को रुम, एउटा टेबल, अनि त्यसपछि 4वटा कुर्सी। अनि त्यसमा चाहिँ हामीसँग डेलिभरी ब्याग पनि थिएन। अनि त्यो चाहिँ हाम्रो पहिलो लाइक बोर्ड मिटिङ थियो क्या। मलाई चाहिँ त्यसरी याद आउँछ इलाइट लजिस्टिक्सको पहिलो जर्नी होइन। त्यो हामीले लाइक के भन्छ, सामान एउटा ठाउँबाट अर्को ठाउँमा पुर्याउँदाखेरि जे जति ह्यासलहरू आउँछ, लाइक म घरबाट निस्केँ र मैले केही सामान चाहिँ घरमा मैले छुटाएँ भने म आफै घर पुगिरहनु पर्ने बाध्यता रहन्छ। त्यो केसमा चाहिँ लाइक यस्तो सल्युसन किन नहोस् जहाँ चाहिँ हामीले आफै जान नपर्ने र एउटा लजिस्टिक हेरिदिने पार्टी चाहिँ किन नहोस् भनेर सोच्दाखेरि चाहिँ हामीले लजिस्टिक्स कम्पनी सुरु गर्ने निर्णय गऱ्यौँ होइन। सुरुवात चाहिँ हाम्रो त्यही नै थियो। अनि अब यो ड्युरेसन हाम्रो 4 वर्षको ड्युरेसनमा चाहिँ लाइक धेरै कुरा मिस आउट हुनसक्छ र धेरै हामीले मिस्टेक्सहरू पनि गरेको हुनसक्छौँ। त्योबाट सिक्दै सिक्दै हामी त्यो एउटा रुमबाट अहिले हामी यहाँनिर मोर देन 50को टिममा छौँ। जर्नीको सुरुवात चाहिँ हाम्रो त्यसरी नै भएको थियो भनौँ। अपकमिङ इयर्समा कम्पनीको फ्युचर भिजन के छ? फ्युचरको कुरा गर्दाखेरि चाहिँ लाइक तपाईँहरूलाई चाहिँ एकदमै रमाइलो एक्सपिरियन्स हुनेवाला छ होइन। इलाइट लजिस्टिक्सले फ्युचरमा धेरै प्लान्सहरू छ हाम्रो। अनलाइनमा तपाईँहरूलाई स्केल गर्नलाई जे जति कुराहरू चाहिन्छ हामीले त्यो लगभग सबै कुराहरू बिस्तारै बिस्तारै आफ्नो ल्याउँदै गर्छौँ। त्यो प्रडक्टहरू हामी ल्याउँदै गर्छौँ। अरू भनेको चाहिँ हामीले लाइक नेसेसरीली अहिले हामी डेलिभरी एक्सेसरिजहरू त्यो मात्र गरिरहेछौँ। त्यसमा मात्र सीमित नभइकन हामी भोलिको दिनमा चाहिँ अरू डोमेनहरूमा पनि काम गर्छौँ होइन। त्यो भने लगभग तपाईँको फुडहरू भयो, ग्रोसरीहरू भयो, त्यो नयाँ डोमेनहरू हुँदै जान्छ इलाइट लजिस्टिक्समा। अनि त्यो बाहेक भनेको चाहिँ हाम्रो एक्जिस्टिङ वे अफ डुइङ वर्कमा पनि अझै बढी एफिसियन्सी र अझै कस्ट इफेक्टिभ वेमा चाहिँ हामी काम गर्दै जान्छौँ।